छौँ, त्यही भएर हजुरलाई सेयर गर्न जाँदैछौँ। हामी चाहिँ यो सिजनमा फल्ने यो बेल, यसलाई चाहिँ बेल भन्छन्। यो बेललाई चाहिँ हामी बेलको जुस बनाउँदैछौँ आज चाहिँ, होइन आमा? बेलको जुस। अनि आमा चाहिँ मलाई सिकाउँदै हुनुहुन्छ यसरी यसरी बनाउने भनेर। हामी स्टेप बाई स्टेप हामी देखाउनेछौँ। अहिले चाहिँ यो सबै यो भित्रको बेलको निकाल्नुपर्छ, अनि त्यो दानालाई चाहिँ पछि छान्नुपर्छ, अनि यसलाई मिक्सरमा हालेर जुस बनाएर खाने। यो चाहिँ हेल्थको लागि राम्रो हुन्छ भन्छन्, त्यही भएर हामी एकछिन खान्छौँ। अनि यसलाई बनाउने प्रोसेस पनि देखाउँछ हजुरहरूलाई। यदि हजुरलाई यसरी खान मन लाग्छ भने हाम्रो आइडियाले हजुर पनि बनाएर खान सक्नुहुन्छ। त्यही भएर राम्रोसँग अब यो यसको जो मिक्सचर थियो त्यो चाहिँ अब जाँदैछ मिक्सर जारमा, अनि यसलाई मिक्सरमा मिक्स गर्छौँ। र यसमा थोरै फेरि पानी थप्ने, पानी हाल्ने यसमा यसरी चिसो पानी हाल्ने गाई। त्यो चाहिँ अब गर्मी महिना भयो भने चाहिँ चिसो हाल्नु पऱ्यो, गर्मी हुन्छ, त्यही भएर यस्तो हुन्छ मिक्सचर चाहिँ। अब यसलाई चाहिँ हामी पिस्छौँ मिक्सीमा। आमा चाहिँ पिस्नु चाहिँ गइरहनु भएको छ। हामी चाहिँ यहाँ राखेछौँ मिक्सी, अस्ति मसला पिसेको यही थियो, त्यही भएर। र हामी चाहिँ त्यो मिक्सरमा हालेर चाहिँ अहिले मिक्स गर्दैछौँ। त्यसरी नै जुस बन्छ गाइस। पेस्ट बनिसक्यो, रेडी भइसक्यो चाहिँ। यसको पेस्ट चाहिँ यस्तो हुन्छ गाइस, यो थिकमा यस्तो एउटा बनिसकेको छ। अझै यत्रो बाँकी छ, यो चाहिँ अझै फेरि हाल्छौँ हामी। अनि यसको पेस्ट चाहिँ यस्तो हुन्छ, त्यो ओरेन्जिस कलरको। अनि यसलाई फेरि हामी छान्छौँ छान्नीले। अनि आमा चाहिँ यहाँ फेरि अझ त्यो बनाउँदै हुनुहुन्छ अहिले। अनि यहाँ चाहिँ हाम्रो अहिले मिक्सचर पेस्ट रेडी भइसकेको छ। र आमा चाहिँ अब यो पेस्टमा, यो चाहिँ यति भइसकेको छ पेस्ट, यहाँ चाहिँ चिनी हाल्दै हुनुहुन्छ अहिले। चिनी यो चाहिँ अप्सनल हो गाइस, यदि हजुरहरू चाहिँ धेरै मिठो खानुहुन्न भने चाहिँ नहाल्दा नि हुन्छ, होइन आमा? अनि यदि हामी जस्तै मिठो धेरै खाने हुनुहुन्छ भने चाहिँ हाल्नै पर्छ चिनी चाहिँ। अब यसलाई चाहिँ यसको बेलको जो दाना हुन्छ नि त्यसलाई छान्न बिस्तारै। त्यसलाई छान्नलाई चाहिँ अब भाँडामा हालेर फेरि त्यही भाँडामा हाल्ने। र आमा चाहिँ यसरी मिक्स गर्दै हुनुहुन्छ अहिले। हेर्न सक्नुहुन्छ। र अब चाहिँ यसलाई छान्ने पालो आयो, दानाहरू निकाल्ने पालो। र यो दाना चाहिँ खायो भने तितो हुन्छ, त्यही भएर दाना चाहिँ हामी निकाल्छौँ अहिले। अनि म चाहिँ यो सबै यो निस्किसकेपछि देखाउँला खाने बेलामा। यहाँनिर चाहिँ आमाले हामीलाई जुस बनाएर दिइसक्नु भएको छ, हाम्रो ससुरा बुवाला र मलाई। किनभने आमा अरू चाहिँ बनाउँदै हुनुहुन्छ र म यहाँ चाहिँ जुस दिन्छु ससुरा बुवालाई। ससुरा चाहिँ लाज मान्नुहुन्छ क्यामेरा देखेर, अनि हाँस्दै हुनुहुन्छ। त्यही भएर म भन्न आउँछु कि अब जुस खाएर हजुरले रियाक्सन दिनुपर्छ भनेर। र उहाँ चाहिँ हेर्नुहुन्छ त्यो मोबाइल ढेकेर कि कस्तो गरिरहनु भएको छ। अनि उहाँलाई चाहिँ लास्टै मिठो लाग्छ, मलाई पनि मिठै लाग्यो, मिठै हुने रहेछ, आमालाई नि मिठो लाग्छ। र यहाँ आमा आउनुभयो, आमा चाहिँ चिज गराउनै दिनेजना भनेर। ससुरा चाहिँ लाज मार्नुहुन्छ नगर्ने भनेर, होइन फेरि म भन्छु गर्ने गर्ने। आज म चाहिँ जिद्दको त अब के भन्नु, म झन् भएँ होइन। त्यही भएर म भन्छु कि अझ नै गर्ने। आमा र भन्छ अझ ससुरा त गर्दै नगर्ने उनलाई चाहिँ खै के हुन्छ कि म अझै गर्छु, अझै भन्छु कि गरौँ न के हुन्छ। उहाँ चाहिँ हेर्नुहुन्छ यस्तो गर्छन् कि म यस्तो बुढो भएको, हामी बुढो भएको मान्छेले गर्छन् र भन्छन्। म भन्छु कि बुढो भएको मान्छे अनि आमा चाहिँ थोरै हालिदिनुहुन्छ होइन अहिले। अनि बुढो भएको मान्छेले चाहिँ गर्नुहुन्न, किन गर्नु हुँदैन अरे, आमा जबरजस्ती गर्दै हुनुहुन्छ। हाम्रो आमा चाहिँ धेरै खिर हुन्छ, अनि ससुरा पनि धेरै खिर हुनुहुन्छ। तर म चाहिँ लाज मान्नुहुन्छ कि धेरै, अनि हाँसिरहनु भएको छ अहिले। धेरै मिठो छ गाइस, धेरै राम्रो लाग्यो उहाँलाई चाहिँ। अनि यो मेरो भिडियो कहाँ हालिस् भने नि भन्दै हुनुहुन्थ्यो, मैले हाल्दिनँ भनेर बनाइरहेको छु। त्यही ठिक छ।
अनि म चाहिँ मैले चाहिँ फर्स्टचोटि खान लागेको यसको जुस। अनि म अब मेरो पाला आउँछ खाने र मैले टेस्ट गर्दा धेरै राम्रो लाग्यो मलाई। र हजुरहरू पनि यसरी नै घरमा बसेर यो गर्मी मौसममा बनाएर खान सक्नुहुन्छ। र अहिलेलाई बाइ बाइ, थ्याङ्क यू फर वाचिङ।